साथी पक्नुहोस्, खालि स्क्रोल नगर्नुहोस्, काण्डको पछि नराख्नुहोस् क्या। हाम्रो पनि कुरा सुन्नुहोस्, कहिलेकाहीँ राम्रो हुन्छ, फाइदाजनक हुन्छ है। यदि तपाईँ युट्युबमा हुनुहुन्छ, कहिलेकाहीँ भिडियो अपलोड गर्नुहुन्छ तर भाइरल हुँदैन, भाइरल गर्ने अनेक उपाय गर्नुहुन्छ र पनि भाइरल हुँदैन भने जुन त्यो यस्तो टाइटल, यस्तो ह्यासट्याग, यस्तो मेन्सन भन्ने कुराहरूको पछि नलाग्नुहोस्। आफ्नो ओरिजिनल कन्टेन्ट बनाउनुहोस्, आफै बोलेर बनाउनुहोस्, आफ्नो फेस देखाएर बनाउनुहोस्। युट्युबको पोलिसीलाई ख्याल गर्नुहोस् र तपाईँको भिडियो चाहिँ दर्शकले किन हेर्ने, के को लागि हेर्ने, तपाईँको भिडियोमा के चाहिँ फाइदा छ भन्ने कुरो चाहिँ दर्शकले थाहा पाउनुपर्छ। दर्शकको लागि एउटा केही न केही फाइदा लुकेको हुनुपर्छ तपाईँको भिडियोमा है। अनि तपाईँले आफ्नो भिडियोलाई भाइरल पनि गर्न सक्नुहुन्छ। तपाईँको भिडियो भाइरल हुनलाई कसैले रोक्न पनि सक्दैन र तपाईँको च्यानल पनि अटोमेटिक ग्रो हुन्छ, तपाईँको सब्सक्राइबर पनि बढ्छ। तर कन्टेन्ट राम्रो हुनु पऱ्यो क्या। तपाईँको भिडियो के को लागि हेर्ने हो, त्यसलाई चाहिँ ख्याल गरेर भिडियो बनाउनुहोस्। तपाईँको च्यानल अटोमेटिक ग्रो हुन्छ, भिडियो भाइरल हुन्छ, यो कुरा म ग्यारेन्टी दिन्छु। मेरो कुरा कस्तो लाग्यो, मन पऱ्यो भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला है त। धन्यवाद।